हेलो नमस्ते फ्यामिली, वेलकम ब्याक टु माई च्यानल होइन। आज चाहिँ हामी धनगढी डाँडातिर राइड गर्न जाँदैछौँ। त्यहाँ चाहिँ एक ठाउँ जेसिबीले खनेको छ होइन। हामी दुईवटा चाहिँ आज त्यहाँ धनगढी डाँडामा अपलोडिङ गर्न जाँदैछौँ। अनि भिडियो चाहिँ कस्तो हुन्छ लास्टसम्म हेरेर साथ सपोर्ट दिनु होला। यदि च्यानल बनाइ आउँछ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला। अब राइडमा भेटौँ है त। गाइजहरू हाम्रो चाहिँ यहाँदेखि राइड स्टार्ट भइसकेको छ। अब चाहिँ हामी टक्क लगाएर तल धनगढी डाँडातिर जाँदैछौँ है गाइजहरू। यहाँदेखि चाहिँ ल भिडियो चाहिँ कस्तो हुन्छ अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला। टक्क लगाएर होइन। यहाँदेखि चाहिँ हामी अब जाँदैछौँ सर पारामा। गगन चाहिँ माथि छ। टक्क लगाएर म चाहिँ यता छु। सर लगाएर क्यामेरा एङ्गल कस्तो आएको छ कमेन्ट गर्नु होला। यही हो होइन, गाउँघरतिर टक्क लगाएर हामी चाहिँ अब राइड गर्नु जाँदैछौँ होइन। साइड साइड टक्क लगाएर भिडियो चाहिँ कस्तो हुन्छ होला पारामा गाइजहरू। यही हो होइन, सर लगाएर हामी चाहिँ जाँदैछौँ यहाँबाट। साइड साइड टक्क लगाएर होइन। यहाँ चाहिँ भाइहरू बल खेल्दै रहेछन् गाइजहरू होइन। म चाहिँ यहाँ आइसकेको छु टक्क लगाएर। माथि चाहिँ भाइहरू बल खेल्दैछ, फुटबल खेल्दै थियो होइन। अनि हामी चाहिँ यहाँ आइसकेको छौँ। अनि हामीले राइड गर्ने ठाउँ चाहिँ ऊ तल हो है। म चाहिँ तपाईँहरूलाई देखाइदिन्छु। अनि म चाहिँ त्यहाँ गएछु टक्क लगाएर होइन। त्यहाँ गएँ राइड गर्ने ठाउँ चाहिँ सर र पारामा। अब चाहिँ म यहाँबाट सुरुमा झार्छु है, कस्तो लाग्छ कमेन्ट गरिदिनु होला है। सर र पारामा म चाहिँ झार्दैछु है गाइजहरू यहाँबाट। टक्क लगाएर है गाइज, कस्तो लाग्यो मेरो एउटा ड्रिफ्ट कमेन्ट हानिदिनु होला सर र पारामा है। त्यहाँबाट झारेको है गाइजहरू म चाहिँ त्यत्रोबाट झारेको। अनि अहिले अघि चाहिँ भाइहरू धेरै थियो, अहिले चाहिँ रहन्छन् टक्क लगाएर होइन। त्यो चाहिँ यता छ भिडियो हेर्दैछ होइन। अहिले चाहिँ भाइहरू पनि आइसकेको छन् है टक्क लगाएर। यता धेरै साइकल भइसकेको छ। अब चाहिँ मोबाइलवाला राइड हुन्छ भिडियो चाहिँ हेर्दै गर्नलाई। ल शेखर यहाँबाट झार सक्छस् लगाइ चाहिँ यिनीहरूले चाहिँ टक्क लगाएर यस्तरी ओह्रालो झार्दैछन् है सर र पारामा। ल आइज ल को आउने अब। ल इजेस भाइ आउँदैछ सर र पारामा। दामी हान्यो है इजेस भाइले। अब चाहिँ अर्को जेनिस भाइ आउँदैछ है। ल हान ल, डराउँछ यो। अब जेनिस भाइले हान्दैछ सर र पारामा टक्क लगाएर होइन। अब चाहिँ ऊ माथि उहिले हेर्नु त्यसको चाहिँ। ल दामी उहिले हान्छ है। ल आइज ल आइज, कसले हान्छ ल आज सबैले हान ल। सर र पारामा गगन आयो है, अर्को पनि आयो यो टक्क लगाएर। आइज है मनिष आउने भए ल टक्क लगाएर है गाइजहरू। मनिषले जाँदैछ, डराछ माउन्टेन ड्यु टर्किया गाइजहरू है। म चाहिँ यहाँबाट अब ट्रायल हान्दै हान्दै तलतिर जाँदैछु। कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। अनि यता चाहिँ घाम पनि टल्किरहेको छ है। सर पारामा है गाइजहरू जाँदैछु है म चाहिँ यस्तोबाट चाहिँ सर यस्तो ट्रायल हानिदिएको होइन गाइजहरू हामीले चाहिँ यतादेखि टक्क लगाएर सर गाइजहरू होइन। अघि चाहिँ मेरो टक्क लगाएर यता पाइतल फुस्केको थियो। पाइतल फुस्केर चाहिँ मैले अघि न भ्लग पनि बनाएकै थिएन क्या, क्लिप बनाउन पाएको थिएन। अनि म चाहिँ साथीको घर गएर टक्क पाइतल चाहिँ कसेर आएको थिएँ। अनि अहिले चाहिँ यता चाहिँ म राइड गर्न आएको छु होइन। पाइतल चाहिँ खासै कसेको छैन, कसिन्छ त्यही पनि म चाहिँ राइड गर्न आएको छु टक्क लगाएर। उता भाइ चाहिँ अगाडि छ, राइड हान्छ ल भाइ। स्टोपी हान, स्टोपी सक्छस् टक्क लगाएर सर पारामा जाँदैछ है म चाहिँ। स्टोपी हानिदिइरहेको छ भाइ चाहिँ टक्क लगाएर होइन। यतातिर जाम हामी चाहिँ सर आहा टक्क लगाएर होइन। दामी छ होइन, हरियो हरियो दुबो फुलेको छ सर पारामा। दामी छ क्या हाम्रो यो कमेन्ट आएर चाहिँ टक्क लगाएर उकालो काटिदिन्छु है गाइज मैले। अब काटिदिएँ हो गाई चाहिँ। म चाहिँ यता टक्क लगाएर यो भाइको साइकल चलाउँदैछु है। कोचो छ साइकल पनि टक्क लगाएर यस्तै चलाउनु परेछ होइन। सर र यताबाट है उकालै काटिन्न होइन। यो चाहिँ उपरतिर जान्छ है म चाहिँ
टक्क लाएर हो चाहिँ मान्छे साइकल चाहिँ टक्क लाएर यसले चाहिँ ठुलो साइकल चलाउँदैछ म चाहिँ यताबाट जाँदैछु स्टोपी गाइड्स कस्तो लाग्यो स्टोपी कमेन्ट यस्तरी जानुपर्छ सर बाह्रमा है यहाँबाट वन्स मोर है गाइज वन्स मोर हेर्नु गाइज है दामी पारामा झारतिर चाहिँ भाइको साइकल चाहिँ मैले स्वाट लाएर यता ल भाइ थ्याङ्क यू है ल अब म जान्छु है ल बस ल आइज पछाडि बस ल लगाइ चाहिँ हामी चाहिँ अब टक्क पारामा जाँदैछौँ यतादेखि भाइ चाहिँ अगाडि पछाडि अड्डेको छ होइन अड्डिनै सकेको छैन बिचरा टक्क लाएर घाम टल्किएको छ होला इग्नोर गर्नुहोस् है टक्क लाएर सिटमा समात है लगाइ चाहिँ अब चाहिँ म टक्क जान्छु यतादेखि केही हुन्न क्या डरा छ मा यता त सुमन भाइ आइसकेको छ होइन सिट त्यति गरेर त्योभन्दा जान्न टक्क लाएर हामी चाहिँ तलतिर जाँदैछौँ अब एउटा रियानलाई पनि छोड्न गएको छ होइन भगवान् म चाहिँ सुमन भाइकोमा हुइली हान्छु कि म चाहिँ डर लाग्छ सुमनको हुइली हान्नु मलाई चाहिँ सर पारामा है गाइजहरू दामी छ सुमन भाइको साइकल चाहिँ दामी लाग्छ क्या सुमन भाइको साइकलमा हुइली हान्ने चाहिँ सानो साइकलमा हुइली हान्ने सही हुन्छ क्या गाइजहरू टक्क लाएर होइन सर पारामा यता जाँदैछ होइन म चाहिँ तल चाहिँ छ गगन ऊ तलबाट आउँदैछ ओहो लौतीले उहिले हान्दैछ है गाइजहरू उहिले चाहिँ अब चाहिँ टक्क लाएर साँझ पनि हुन लागिसकेको छ ऊ घाम पनि डुब्न लागिसकेको छ अनि आजको भ्लग चाहिँ यति नै कस्तो लाग्यो लाइक सेयर कमेन्ट सब्सक्राइब चाहिँ गर्न नबिर्सनु होला अनि थ्याङ्क्स फर वाचिङ बाई बाई है।